अब छोड्दै हुन्छ, आशै मार्दै हुन्छ। यही आजै हो देश बचाउन मिल्ने, यही बेला हो देश बचाउन मिल्ने भनेको भरमा विश्वास गर्नु पर्दैन। मिराजीलाई उहाँ हामी एउटै ठिक छ होइन यस्तो सुन्नुहोस् क्षतिपूर्ति यसमा घुसपेट भएको भन्ने कुरा तपाईँले बुझ्नु भएको कि छैन? तपाईँले क्वेसन सोध्नु चाहे घुसपेट त्यसको लागि त छानबिन आयोग गठन भएको छैन भन्नु त त्यो तपाईँले भन्न सक्नुहुन्छ अहिले? कस्तो भनिदिनु? छानबिन आयोग गठन छानबिन मैले नेतृत्व गर्ने कि मैले छानबिन गर्ने? छानबिन मैले गर्ने हो भन्नुहोस् त मलाई। छानबिन आयोग किन गठन भयो? होइन तपाईँको क्वेसन नै इलोजिकल भयो सर। छानबिन मैले गर्ने कि छानबिन आयोगले गर्ने? उसले इन्भेस्टिगेसन गरेर रिजल्ट निकालेपछि मैले जिम्मेवारी लिने कि? राम्रो कुरा सम्मेलन गरेर अहिले यसरी कुरा राख्दै हुनुहुन्छ। बजारमा धेरै खालका जेन्जी छन्, तपाईँ कुन प्रकारको जेन्जी हो भनिदिनुस् न। तपाईँ मलाई कुन प्रकारका जेन्जी छन् भन्नुहोस्। के होला दुई चारवटा प्रकार भनिदिनुस् मलाई। 2.2 देखि लिएर यहाँ त जेन्जी भनेको जेन्जी खासमा त एउटा युवा यो एज ग्रुप हो। जेन्जी भनेको कुनै पनि एउटा ग्रुप हुँदैन सर। अनि अब मेरो प्रश्न कि होइन एकचोटि पर्खिनु, उहाँलाई क्ल्यारिफाई गरे ल। तपाईँको नैतिकताले के भन्छ भन्नुहोस् मलाई। त्यो तपाईँ के लयर हो? तपाईँ लयर हो? कसरी जिम्मेवार? तपाईँको क्वेसन नै यो इरेस्पोन्सिबल क्वेसन छ। कसरी रेस्पोन्सिबल भयो? जिम्मेवारको लागि छानबिन आयोग गठन भएको छ कि छैन? तपाईँले के बोल्नु भएको भन्नुहोस् त? तपाईँलाई बोल्न आउँदैन रहेछ। के क्वेसन गर्नु भएको? तपाईँको नैतिकताले दिन्छ, उहाँलाई के हो तपाईँको? यस्तो हावा क्वेसन नगर्नु तपाईँ। अराजक कुन आधारमा भन्नुभयो? कुन आधारमा भन्नुभयो? यत्र तोडफोडको लागि छानबिन आयोग गठन भएको छैन? उसले मलाई चाहिँ म अक्युज हो भनेर भन्यो। किन होला हो भनिदिनु त कसरी? आजको हामी यस पत्रकार सम्मेलनमा चाहिँ हिजो राष्ट्रपति कार्यालयमा के कुराकानी भयो र विदेशमा रहेका नागरिकलाई चाहिँ भोटबाट भोटिङ राइट चाहिँ कसरी दिन सक्छौँ भनेर चाहिँ आज हामी मेन पत्रकार सम्मेलन गरिरहेछौँ। अब यस विषयमा हाम्रो मिराजीले सबै भनिदिनुहुन्छ। सो आजको एउटा मेन एजेन्डा भनेको चाहिँ डायस्पोरा नेपालीको लागि चाहिँ भोटिङ सम्बन्धी हो है। अब 80 लाख नेपाली चाहिँ बाहिर बस्नुहुन्छ होइन। यो चाहिँ ठुलो चाहिँ पोर्सन हो कि भोटर्सको, मतदाताको चाहिँ ठुलो पोर्सन हो। यसलाई चाहिँ हामीले हेलचेक्राइ गर्नु हुँदैन। अब खाडीमा पसिना चुहाउँदै होस् या संसारको विभिन्न ठाउँमा पढाइ अथवा रोजगारीको सिलसिलामा चाहिँ बाहिर जानुभएको होस्, उहाँहरूले चाहिँ 26% चाहिँ नेपालको पपुलेसन चाहिँ उहाँहरू हो। सो उहाँहरूलाई त छुटाउने कुरै आउँदैन है। त्यो कारणले चाहिँ अब भनौँ न सरकारले डायस्पोरा नेपालीहरूलाई मतदान गर्न मिल्ने व्यवस्था तत्काल सुनिश्चित गर्नु पर्यो र यसको बारे चाहिँ अब उहाँहरूले चाहिँ अङ्कनाइ गर्नु भइरहेछ के मिल्दैन कसो मिल्दैन भनेर। त्यही भएर हामी सल्युसनसँगै आएको छौँ। हेर्नुहोस् अब तपाईँको यो इन्टरनेसनल भोटिङ गर्दाखेरि चाहिँ पासपोर्ट चाहिँ एकदम वैधानिक डकुमेन्ट, त्यसमा चाहिँ तपाईँको बायोमेट्रिक्स पनि हुन्छ है। त्यो युज गरेर चाहिँ त्यसलाई भोटर्स कार्ड बनाउन मिल्छ, सजिलै मिल्छ। अब यसरी चाहिँ पासपोर्ट लगेर चाहिँ यो भोटर्स लिस्ट पनि गर्न मिल्छ अथवा सिधै यसलाई चाहिँ भोटिङ कार्ड पनि बनाउन मिल्छ है। त्यो एकदम सजिलो कुरा हो। अब त्यसपछि भोटिङ कसरी गर्ने? विदेशी भूमिमा अब अर्काको ठाउँमा अब भिड जाम गर्नु हुँदैन, लाइन लाग्नु हुँदैन। त्यो पनि हो, एम्बेसीको समस्या एउटा त्यो होला। तर अमेरिका जस्तो धेरै विकसित देशहरूमा चाहिँ भइरहेको एउटा चाहिँ मेल इन भोटिङ सिस्टम भन्ने हुन्छ। हुलाकबाट चाहिँ तपाईँको यो भोटिङ गर्ने। सो त्यो गर्न नसकिएला त? त्यो डेफिनेटली सकिन्छ। 80 लाख युवा, यो एप्रोक्स फिगर हो, 80 लाख एप्रोक्समा चाहिँ बाहिर हुनुहुन्छ। उहाँहरू देशकै हेलचेक्राइको कारण, रोजगारी नपाएर होस्, के कारणले होस् उहाँ जानु परेको छ होइन। यो उहाँहरूलाई जस्तो देशको माया कसलाई लाग्छ र? सो उहाँहरूले त बकाइदा भोट हाल्नै पाउनुपर्छ, यसलाई त छुटाउनै भएन। त्यही भएर यो सरकारको चाहिँ ध्यान हामी यो कुरामा केन्द्रित गर्न चाहन्छौँ। सो त्यो भयो लगभग त्यति गरेपछि अब 2036 सालको कुरा गर्दाखेरि पनि रेफरेन्डमको बेला, जनमत सङ्ग्रहको बेला विदेशमा भएका नेपालीहरूले चाहिँ मतदान गरेका थिए। यदि त्यतिखेर मिल्छ भने अहिले यो एआईसम्म आएको चाहिँ यो टाइममा चाहिँ गर्न सकिँदैन। यो चाहिँ भएन। विदेशमा भएको डायस्पोरा नेपालीहरूको चाहिँ भोट चाहिँ हाल्ने अधिकार चाहिँ